रश्मि पनेरू र योगेन्द्र भट्टको केसमा नयाँ खुलासा। उनीहरू दुवैको बीचमा त भिलेन कोही अरू नै रहेछ र त्यो भिलेन पाकिस्तानी केटा होइन, नेपाली केटी पो रहेछ त। ल बधाई छ। सुन्न तयार हो स्टोरी? त्योभन्दा पहिले एउटा एकदम इम्पोर्टेन्ट प्रश्न मलाई बारम्बार सोधियो, त्यसको जवाब दिन्छु। मलाई सोधियो बारम्बार कि योगेश भट्ट यदि मेरो छोरा हुन्थ्यो भने म के गर्थेँ। यदि योगेश भट्ट मेरो छोरा हुन्थ्यो भने म भन्थे, छोरा तिमी मलाई डिभोर्सी स्वीकार्य छ, तिमी मलाई गरिब स्वीकार्य, जुनै हालतमा स्वीकार्य छ। हिंसाको बारेमा कुरा नगर है, हिंसक मानसिकता नराख है, किनभने तिमी जेल गयौ भने तिमीसँग छुटिएर म कसरी बाँच्नु, त्यो भन्थे म। बट अब कुरा गरौँ भिलेनको बारेमा। भिलेन त अरू कोही नभएर रश्मिको बेस्ट फ्रेन्ड पो रहेछिन्। कस्तो कस्तो विकृत मानसिकता भएको व्यक्तिहरूसँग पाला पर्दो रहेछ हाम्रो। अब सुन्नुहोस्, क्राइम पेट्रोल इन रियल टाइम राइट नाउ। कुनै महिलाले, कुनै केटीले, यङ 20s को एउटा केटीले क्राइम पेट्रोल टाइपको प्लटिङ गरेको रहेछ। सो हियर इज वाट ह्यापन। एउटा टिनेजर केटी यङ एजमा भागेर बिहे गरिन्। 4 वर्षसम्म आफ्नो लोग्नेसँग खुसी खुसी बसिन्। अमेरिका आइन्, केही महिनासम्म पनि खुसी नै थिइन्। अनि अचानक उनी आफ्नो एउटा बसाइ सरेर अर्को ठाउँमा गइन्। जब उनी नयाँ ठाउँमा गइन् नि, अचानक उनको बुढाले शङ्का गर्न थाल्यो र उनलाई नयाँ नयाँ खालको अचम्म खालको भावनाहरू आउन थाल्यो। भइ के रहेको थियो थाहा छ? उनी जहाँ सरिन् नि त्यहाँ एउटा केटीसँग उनको भेट हुन्छ, जसलाई उनले बेस्ट फ्रेन्ड भन्छन् र मान्छन्। तर त्यो बेस्ट फ्रेन्डले एकातिर योगेन्द्र भट्टलाई, योगेन्द्र भट्ट तिमी पनि सुन है प्लिज, तिम्रो रिलेसनसिप कसरी चाहिँ हावामा बर्बाद भयो भनेर बुझ है। आज तिमीले यो कुरा बुझ्नै पर्छ। सो जब रश्मि नयाँ ठाउँमा सरिन् तब तिमीहरूको बिहामा प्रब्लम भएको हो कि होइन? त्यो नयाँ ठाउँमा सर्दाखेरि नयाँ साथीले तिमीलाई फोन गरेर सबै कुरा सुनाउन थालेको हो कि होइन? त्यो सुन्न थालेपछि तिमीले शङ्का गरेर रश्मिसँग प्रेमपूर्वक कुरा गर्दै गरेको व्यक्तिले शङ्कास्पद प्रश्नहरू सोध्न थालेको हो कि होइन? तिमीलाई एकतिर त्यो केटीले त्यस्तो गर्दै थिए भने अर्कातिर रश्मिलाई के गर्दै थिए थाहा छ? मै 16 वर्षदेखिको अरूको कन्ट्रोलमा बसेकी केटी, कस्तो गाह्रो भएको होला। अब बल्ल ठाउँमा आएकी छौ, त्यो बुढाको नसुन। अब कहिले डिसिजन लिएको छैन, एकचोटि बुझ्नुहोस् न, उसले कहिले डिसिजन लिएको छैन। यो साथी यस्तो कन्भिन्सिङ छ कि उसले इन्टरनेटमा ठुल्ठुलो टिकटकरहरूलाई कन्भिन्स गरी, उसले गएर न्युज रिपोर्टरहरूलाई कन्भिन्स गरी, बुढासँग मिलेर दुईतिरै आगो यस्तो भयङ्कर लगाइदिए कि आज हामी यहाँ बसेर इलेक्सन छोडेर रश्मि पनेरूको कुरा गर्दैछौँ। सोच्नुहोस् यो साथी कस्तो हो। उसले जानी जानी दुईजनालाई दुईतिर ढकेलिदिएको। बट वाइ? त्यो साथीको खोजी गरौँ, त्यो साथीलाई प्रश्न गरौँ। त्यो साथीले गरेर रश्मि पनेरू र योगेन्द्र भट्ट दुवैको जीवन आज खतरामा छ। यो साथी हो जसले गरेर दुईटैको कसले ज्यान लिने हो, कसको दुईटैको लागि मन एकदम झुकझुक भइरहेको छ। यो साथीलाई खोजौँ, यो साथीलाई निकालौँ र उनीहरूको दुवैको ज्यानमा भएको खतराको सबुत प्लिज कलेक्ट गर्न मलाई हेल्प गरिदिनु होला। रश्मिलाई धम्कीपूर्ण जति मेसेजहरू आएको छ कि तपाईँहरूले मलाई स्क्रिनसट गरेर यहाँ सेयर गरिदिन सक्नुहुन्छ, मलाई त्यसको एकदमै आवश्यकता छ। सो अल्टिमेटली रश्मि पनेरू र योगेन्द्र भट्टको बीचमा झगडा लाउने, यत्रो इन्टरनेट हल्लाउने व्यक्ति रश्मि पनेरूकै बेस्ट फ्रेन्ड रहेछन्। अब बोल्नुहोस् तपाईँहरू। रश्मि पनेरूको बारेमा एउटा भिडियो बनाएको थिएँ होइन, यति धेरै फेक आइडीहरू बनेको रहेछ, रियल आइडी कुन हो भन्ने कुरो चाहिँ पत्ता लगाउन गाह्रो भयो। अनि त्यसमा मैले खास कुरो चाहिँ के भनेको थिएँ भने, यस्तो कुराहरू चाहिँ किन सोसियल मिडियामा ल्याइयो, त्यो ल्याउने व्यक्ति चाहिँ गलत हो। चाहे त्यो केटी पक्षबाट आओस् या केटा पक्षबाट आओस्, सोसियल मिडियामा आउनु नआउनु पर्ने कुरो आयो। मान्छेलाई के चाहिएको छ भन्दाखेरि कन्टेन्ट चाहिएको छ क्या अहिले मान्छेलाई, जसलाई पनि भाइरल हुनुहुन्छ, जसलाई पनि भ्युज आउनुहुन्छ, त्यसमा तपाईँ पनि त त्यही पर्नु होला नि भन्नुहुन्छ होइन। म नबोली बसेको क्या, सकिनँ। अनि अस्तिको दिन मैले एउटा भिडियो बनाएँ होइन, किन बोल्नु, अरूको विषयमा किन बोल्नु भने र बनाएँ। अनि तपाईँले याद गर्नुभएको छ फेसबुकमा
एउटा मान्छेलाई यसो मनमा के लाग्छ हो त्यसमा अनि रश्मि पनेरू र योगेशको बारेमा के भनेर लेखेर मनमा जे लाग्छ त्यही लेखेर फेसबुकमा पोस्ट गरौँ। अनि अब रश्मिका समर्थकहरू यता बुलुक बुलुक अनि फेरि उता अर्कोको समर्थक योगेशको समर्थकहरू उता बुलुक बुलुक हुन सुरु भइहाल्छ क्या। अनि तपाईँ हामी बाजेर केही अर्थ छैन होइन। तपाईँहरूले आएर मलाई जेसुकै कमेन्ट गर्नुहोस्, यो सोसियल मिडियामा ल्याउनु नहुनु पर्ने कुराहरू ल्याउनु भयो होइन। एकजनाको चरित्र हत्या भयो, अर्कोको पैसा डुबो भन्ने कुरो छ होइन। यो कुरो भनेको परिवार छ, समाज छ। अब रश्मि बोल्दै बोलिन भन्दाखेरि लिगली रूपमा केही एक्सन लिन सकिन्थ्यो नि त होइन। अनि सोसियल मिडियामा आउनै नहुने, किनकि मान्छेले यत्तिकै चाहिएको छैन, तिललाई पहाड बनाउन थालेको छन् क्या। मान्छेलाई अहिले हट न्युज चाहिँ यही भएको छ। अनि एक थरीकाले आएर अर्को थरी अब यतिसम्म कि मैले सोसियल मिडियामा ल्याउने मान्छे गलत हो मात्रै भनेको थिएँ होइन। अब योगेशको बारेमा चाहिँ मैले नराम्रो भने भनेर अब मलाई नाना थरी मेसेजमा पनि आएर धम्की आएको छ होइन। अनि मैले के भन्न माथि हेर्नु, यस कमेन्टमा गएर तपाईँहरूभित्र पसेर हेर्नु मैले के बोलेको छु होइन, त्यो हेर्नु होला। हापी छ क्या संसार, यो सोसियल मिडियामा आएर न्याय पाउँछु भन्ने चाहिँ नसोच्दा हुन्छ। जस्तै कि हामीले पोहोर यति बेलै होला होइन, अमलाकाण्ड भनेर एकजना बाजेको होइन, पूर्वतिरको एकजना बाजेको कस्तो सुन्यो होइन। बिचरा पछि निर्दोष साबित भयो क्या। ती कति यहाँनिर मजाक बनायो है अमलाको विषयमा लिएर, फोहोरी कुरा गरेर है। अनि जसलाई पनि अब त्यो बिचरा त्यो परिवारले अस्ति नै मैले एउटा इन्टरभ्यू हेरेको थिएँ, परिवारको मान्छेलाई पनि त्यो गाउँमा समाजमा बस्न कति गाह्रो भएको थियो। पछि त्यो मान्छेले न्याय पाएपछि खोइ त्यो अमलाकाण्ड भन्दै बोल्ने मान्छेहरू खोइ कहाँ गए। त्यही कुरा भन्छु क्या म, यहाँ तपाईँ हामी झगडा गरेर कामै छैन होइन। उनीहरूको कुरो उनीहरू मिलाउँ। अनि यहाँ एकजनाले आएर समर्थन गर्नुभयो मनोचिकित्सक होइन, हाम्रो जगुदीले आएर बोल्नुभयो। उहाँले चाहिँ एकदमै मनोचिकित्सक भएको नाताले गर्दाखेरि चाहिँ उहाँले चाहिँ एकदमै मनोविज्ञान पढेर अनि त्यो अनुसार बोल्नुहुन्छ नि त। उहाँको कुरा हरेक कुराहरू मलाई मनपर्छ। मैले उहाँलाई यस्तो गाह्रो पर्दा एकचोटि मैले उहाँलाई मेसेज गरेको, तँ रिप्लाई पनि आएको थियो होइन। अनि त्यही भएर चाहिँ तपाईँ हामी झगडा नगरौँ हेर्नुहोस् होइन। उनीहरूको प्रब्लम इलिगली रूपमा जे जान्छन् अनि त्यो फेसबुकमा आएका टिकटकमा आएकै भड्किला खालका एआईका फोटो र अनि भड्किला खालका ती सन्देशहरू देखेर मनगढन्ती कुरा देखेर तपाईँ हामी झगडा नगरौँ मलाई है त। धन्यवाद। योगेन्द्र ब्रदरको भिडियो हेरेर साह्रै दुःख लाग्यो। योगेन्द्र ब्रदरले आफ्नो पैसा दुःख गरेर चाहिँ श्रीमतीलाई अमेरिका पठाएको रहेछ। अमेरिकामा गएपछि श्रीमती चाहिँ अरू केटासँग लागेर उसलाई धोका दिएर डिभोर्स मागेको रहेछ भन्ने कुरामा सुनियो। यो यस्तो हो कि यो अहिलेको समाजमा यस्तो खालको विकृति धेरै छ। नेपाली समाजको फेरि कस्तो छ भने मनसाय एकदम न्यारो छ। यो बिहे गरेपछि डिभोर्स हुनुहुन्न, डिभोर्स भनेको एकदम ठुलो अपराध हो भन्ने खालको यस्तो खालको सोचाइ हाम्रो दिमागमा बढिदिएको छ। अब सोचाइ, अब समाज अलिक परिवर्तन हुनुपर्ने समय पनि आयो जस्तो लाग्छ। यस्ता कुराहरू, यस्तो मुद्दाहरू नेपालमा अब धेरै हुन्छ। मेरो बाजेले भनेको नि याद आउँछ मलाई। यो देखेपछि मलाई याद आयो मेरो बाजेले भनेको, श्रीमती भनेको सकेसम्म आफूसँग राख्ने हो। यदि तिमी घरमा श्रीमती राखेर काम गर्न गयो अथवा श्रीमतीलाई काम गर्न पठायो, टाढा पठायो भनेपछि यो लङ डिस्टेन्स भनेको चाहिँ त्यस्तै हो भनेर मेरो हजुरबाले त भन्नुहुन्थ्यो भने अहिलेको युवाहरूले यो कुरालाई बुझ्न मनन गर्नुपर्ने समय आयो। त्यही भएर भाइ, मैले त तिमीलाई एउटै सजेसन के दिन सक्छु भने छोडिदेऊ, यस्तो लफडाको पछि नलाग, जानेलाई जान देऊ। कसरी हुन्छ डिभोर्स देऊ, आनन्दले शान्तिले बस। 2-4 वर्षपछि तिम्रो फेरि मन शान्ति हुनेछ। तिमीले आफूले सोचेको, तिम्रो मनमा लेखेको, भाग्यमा राखेको केटी पाउनेछौ। आनन्दको जिन्दगी हुनेछ। यस्तो लफडामा पर्दैन पर, आनन्दले बाँच भाइ। नमस्ते, म सुनिता। यो हेर्नुहोस् न, यो है एकजना मान्छे पनि कसरी भन्नु र है। उहाँको त्यो लेखाइ देख्दाखेरि नाम पनि आफ्नो भन्न सक्नु भएको छैन, तर हेर्नुहुन्छ होला। मैले तपाईँलाई नै एड्रेस गर्ने निर्णय गरेर तपाईँकै कमेन्टलाई चाहिँ एड्रेस गरेकी हुँ। उहाँले लेख्नु भएको छ, खराब आइमाईलाई समर्थन गर्ने नारी होइन, बेस्या हो। वाउ, कस्तो ट्याग लाउन सक्नुहुन्छ है तपाईँ। आफूले आफ्नो परिचय दिइराख्नु भएको छ के है, कति नीच कस्तोसम्म बोल्न सक्नुहुन्छ भनेर। तपाईँ जे भन्नुहोस्, मलाई बाल मतलब छैन है। एकजना छोरी, एकजना अल्लारे, 20-21 वर्षको अल्लारे, जसको लागि सारा संसार दौडेर उसको चरित्र हत्या गर्न लागेको छ। तपाईँहरूलाई थाहा छ ऊ कुन अवस्थामा छ, उसको जिन्दगी कुन अवस्थामा बनाइदिनु भएको छ। म हो उसको साथमा छु, बस्छु, मानवता बोकेको छु मैले, मानवता। तपाईँहरू जेसुकै भन्नुहोस्, म मानवताको रक्षा गर्नको लागि, मानवको लागि म जहिले पनि स्ट्यान्ड गर्नेछु। तपाईँले जेसुकै भन्नुहोस्, तपाईँको कमेन्टले मलाई हुनेवाला केही पनि छैन। तर तपाईँलाई म मुतोड जवाफ दिन पनि सक्छु, तपाईँ जेसुकै भन्नुहोस्।
के त्यो बच्चा त्यो छोरीलाई तपाईँहरू यस्तै वचन प्रहार गरेर हरास गरेर मार्न खोज्नुहुन्छ कि अस्ति भर्खर सुशीला घिसिङ चाहिँ किन मारे होइन त्यसरी मार्नु पर्थ्यो उनलाई पनि। जो मान्छे बदलाको भावनाले ओतप्रोत भएर चरित्र हत्या गरेको छ, जबकि कसैको चरित्रको कुरा उनकै बाउआमालाई पनि भन्न उनले आवश्यक छैन, उनको आफ्नो मर्जीको कुरा उनकै बाउआमाले पनि सोध्न सक्ने अधिकार हुँदैन। सञ्जालमा तपाईँहरू ढुङ्गा मुढा हाने जस्तो गरेर पटक पटक हानिराख्नु भएको छ एकजना मान्छेलाई, एकजना 21 वर्षको छोरीलाई, एउटा अल्लारेलाई। उनी कुन अवस्थामा छिन् कसैले सोच्ने प्रयास गर्नुभएको छ? विदेशमा कोही मान्छे चिनेको छैन, बस्ने ठाउँ छैन, यस्तो हिउँ परेर जनजीवन अस्तव्यस्त भएको बेलामा के तपाईँ उनले केही गरिन् भने अथवा उनको जिन्दगी सुहा भयो भने तपाईँहरूलाई खुसी लाग्छ? जति पनि हत्याकाण्डहरू भएको छ है, श्रीमानले गरेका हत्याकाण्डहरू बदलाबाट ओतप्रोत भएको छ। कतिले भन्नुभएको छ काट्छु मार्छु त आवेशमा भनेको भनेर। आवेशमा भनेको कुरा नै हो मान्छेले मार्ने, हत्या गर्ने र बदला लिने भनेको आवेशमा नै हो। त्यो आवेशलाई कन्ट्रोल गर्नको साटो तपाईँहरू बढावा गरिराख्नु भएको छ र यस्तो अनेक थरी गाली गर्नुहुन्छ। उठ्छु म, उनको साथमा म बस्छु, उनको साथमा मैले सक्ने जति सहयोग गर्छु। त्यो नानीलाई, त्यो छोरीलाई म यो जस्तो समाजमा अग्नि परीक्षा घरि दिने गरेर मैले सक्नेसम्म म प्रोटेक्सन गर्छु। तपाईँहरू जे भन्नुहोस्, मलाई बाल मतलब छैन। मान्छे बन्न सिक्नुहोस् पहिला, र आफ्नो एउटा परिचयसम्म दिन नसक्ने मान्छेले त्यस्तो भनेर लेख्न तपाईँ त मान्छे पनि होइन, म मान्छे पनि भन्दैन। बुझ्नुभयो? तपाईँहरूले एकदमै पल्युटेड गराइराख्नु भएको छ।